एउटा अव्यक्त सम्बन्धको कथा, लाहुरेकी स्वास्नी र देश। कथाकार नवीन अभिलाषी। मानौ बाहिर सूर्यबाट आगो खसिरहेको छ। यस्तो बेला क्याफेमा छु। कुलर छैन? मैले सोधेपछि एउटा भाइले टेबल फ्यान चलाएर गयो। हावा तातै छ, तर राहत छ। टेबलमा कोल्ड कफी राखेर गएकी छे 17 वर्षे केटीले। अग्लो गिलासमा स्ट्रे राखेर 2 पटक सिनित्त पारेर ताने। मनै हरर भएर आयो। हातमा मोबाइल छ, अर्को हातमा भर्खर चुरोट सल्काएको छु। आफ्नै खबर छैन, तर मोबाइलमा खबरहरू छन्। मान्छेका सपना मिचिएका स्टेटसदेखि देशको सिमाना मिचिएका खबरहरू। बलात्कार र हत्याका राता शीर्षकले फेसबुक रङ्गिएको छ। बलात्कारीकै श्रीमती बनाइदिएपछि रूपन्देहीको अंगिराले झुन्डिनु पर्यो। जसले बलात्कार गरेको छ उसैसँग बिहे। रुकुममा नरसंहार भएको छ। अन्तर्जातीय प्रेम रोक्न भेरीको उर्लिदो छालहरूमा भिटियो 6 जना युवाहरूको मृत शरीर। सरकार विरुद्ध प्लेकार्डहरू आन्दोलित छन् राजधानीमा। सरकारले पानीको फोहरा हानेका तस्विर भाइरल छन्। सरकारले नयाँ नक्सा पारित गरेको छ। भारतका मिडियाहरूले बोलीको बन्दुक लिएर चिच्याइरहेछन्। यता घोराई बजार बन्द छ र म पनि स्तब्ध छु, मौन छु। सडकको अलकत्रा पग्लिने गर्मीमा केही भोका छायाहरू चलमलाइरहेका छन्। डोकोमा काँचा केराहरू, लिची र आँप बोकेर मास्कभित्र लुकाएर अनुहार मानिसहरू छिटफुट हिँडिरहेका छन्। अदृश्य शक्तिको त्रास कुल्चेर पनि मान्छे हिँड्न भने छोडेको छैन। यस्तो बेला सटर तानेर भित्र चिया पकाइरहेछ अहमद। प्रहरी आउँछ। क्याफे किन खोलेको भनेर थर्काउँछ। एकछिनपछि आफै चिया पिएर जान्छ। पैसा पनि दिँदैनन् दाई। अहमदको कुराले म हाँसे। दाई, तपाईँ चिया किन पिउनुहुन्न? चिया छानिरहेको छ अहमद। गर्मी छ नि ब्रो। अनि चुरोट किन सल्काउनु भएछ त दाई? मैले अहमदलाई हेरेँ। ऊ व्यङ्ग्य हाँसिरहेको छ। पछाडिको ढोकाबाट मनिषा आई। छाता बन्द गरी। मास्क चिउँडोमा छ। बाक्लो लिपस्टिक पोतिएको ओठहरू तनक्क तन्काई थिएटरमा पर्दा खुलेपछि झललल्ल बत्ती बले झैँ एकै पटकमा सेता दाँतहरू देखिए। अर्को पटक मन हरर भएर आयो। मनकुमारी बुढा मगर दाङमा मनिषा भई। रोल्पाबाट दाङ झर्दा ऊ खाम बोल्थी। 10 वटा वर्ष बाँचेकी मनिषाले सरकारी स्कुलमा नाम लेखाई। कक्षा 10 पनि पास गर्न सकिन। बिहे गरी। एक रात फोनमा आफ्नो विगत सुनाई। युद्धमा बाउ मरे। तारे टोपी लगाएका हुलसँगै जङ्गल छिरेका बाउ त फर्किएनन् नै, खबर पनि आएन। आमाले क्रिया गरेको पनि याद छैन। बेपत्ताको नाममा राज्यले 5 लाखको चेक दियो। त्यो चेकले दाङ झार्यो। अर्को 5 लाखले घर बन्यो। लड्ड्याक पुगेको लाहुरेको स्मृति र बुढी आमालाई पालेर बसी मनिषाले। मनिषासँग अहिले बोर्डिङ जाने छोरो छ। चिम्सा आँखा, चेप्चो नाक, डल्लो अनुहार, ठ्याक्कै बाउ जस्तै। धन्न बाउ जस्तै आएछ, नत्र त लाहुरेले मने माथ्यो पो। मनिषाले ठट्टा गर्छ अहिले। मलाई लाज लाग्छ। त्यस्तै 8 वर्ष पहिले पहिलो पटक भेट्दा पनि उसँग छाता थियो। ब्याङ्कमा चेकबुक समाएर बसिरहेकी। गालामा चाया, नाकमा पहेँलो फुली, कानमा सुनकै बाली, कपाल पछाडि बाँधेकी उसलाई लुङ्गी र टी सर्टमा देखेपछि रोल्पाली हो भनेर कसले नचिन्ने। सिउँदोमा काँचो सिन्दुर थियो लाहुरेको। पेटमा बच्चा बसिसकेको थिएन। सादा मोबाइल सेटमा इन्कमिङ टोन बजिरहेको थियो। भोल्युम सानो बनाई। उठाइन। 1 लाख रुपैयाँको चेक मैले काटिदिएँ। मनकुमारी भनेर सिग्नेचर गरी। आधा मलाई है त? मैले जिस्काइदिएँ। मैले जिस्काएको उसलाई थाहा पाई। मुसुक्क हाँसी। मलाई उसका दाँत औधी मन परे। दाँत मात्र होइन, मलाई मनिषा नै मन पर्दै गई। मन पर्नु के महाभारत थियो र? संसारको सहज कुरा भनेकै प्रेम नरहेछ। प्रेम र सौन्दर्य निरपेक्ष विषय रहेछन्। फ्ल्यासब्याकपछि मैले सोधेँ, कस्तो छौ? उसले आँखाले बोली। एकदम ठिक छ भन्ने मैले बुझेँ। उसको अनुहार स्निग्ध आकाश जस्तो खुलेको छ। झरीपछि बादल फाटे जस्तो। खोला किनारको छिपछिपे पानीभित्र सुनौला किरणले छोइएर टल्किएका ढुङ्गाहरू जस्ता हसिला आँखाहरू छन्। मोटो सरा भएको सिल्की कपाल टेबल फ्यानको हावामा लहरायो। ढाकाले बुनेको हाते ब्याग टेबलमा राखी। के खाको? उसले आवाज निकाली। उसको लवजबाट मगर टोन हराइसकेको छ। रक्सी खान्छौ? मेरो झुटमा नाटकीय पारा थिएन, तर मनिषाले पत्याइन। तल्लो ओठ लेप्र्याई र मैले पिउँदै गरेको कोल्ड कफी हेरेर बोली, हुन त के भर अचेल बाहुनभन्दा बढी को बिग्रेको होला? उसलाई थाहा छ म कतिसम्मको जडिया छु। मैले मुस्कुराएर चुरोटको सर्को लिएँ। तिमीहरू बिग्रिन बाँकी छैनन् त अब हाम्रो पालो। चुरोटको जल्दै गरेको मुख एस्ट्रेमा धसे। मनिषालाई चुरोटको धुवाँ मन पर्दैन, सम्झे। खुसीले खुट्टा भुइँमा छैन। के भयो त्यस्तो?
उसको उज्यालो अनुहार हेर्दै भने। उसले आफ्ना खुट्टा हेरी। साँच्चै उसका खुट्टाहरू भुइँमा थिएनन्। कुर्सी अग्लो थियो, मान्छे होची, खुट्टाहरू झुन्डिएका थिए। मैले हाँसो थाम्न सकिनँ। तपाईलाई भेट्न पाएर खुसी नि? मनिषा हाँस्दै बोली। मलाई रुन मन लाग्यो। 37 वर्षसम्म कसैले माया गर्छु भनेनन्। जीवनका ऊर्जाशील उमेर गाँजा तानेर सिद्ध्याए। कसैले नतानसम्म भनेनन्। अहिले चुरोटको धुवाँ मनिषालाई मन पर्दैन भनेर निभाइदिन्छु। के भइरहेको छ यस्तो? हिजो लाहुरे गयो। लकडाउनले बिदा बसेको मनिषाको बुढो पल्टन फर्किएछ। भारत र चीन बीचको उग्र विवादले बिदा बसेका गोर्खा सैनिकहरू भारत तानिए। मेरो मनमा चिसो पस्यो। तर मैले बुझिनँ मनिषालाई लागेको कस्तो खुसी हो यो। सन्तापको भुङ्रोमा उफ्रिनुपर्ने बेला कुन उल्लासको सिरेटोले छोइरहेछ उसलाई। ब्याङ्कबाट छुट्टिएपछि एक दिन विद्युतमा बिल तिर्दै थिए। मुस्कुराउँदै गरेको त्यो आकृति अपरिचित थिएन। ती दाँतहरू मलाई सम्झना भए। फरक यति थियो, श्रृङ्गारले उसको सौन्दर्यको चमक बढी थियो। कपाल छोडेकी थिए, कुर्तामुनि जिन्स थियो, कानमा टप र ओठमा लिपस्टिक। मानव सौन्दर्यको सम्पूर्ण अधिकार प्रकृतिले नारीलाई दिएको छ। हामी त बस हेर्नका लागि मात्र जन्मेका हौं। अचम्मको कुरा त यो हो कि उनीहरूले हामी जस्तालाई मन पराउँछन्। उसका साना औँलाहरू एन्ड्रोइड फोनको स्क्रिनमा चल्मलाए। मेरो मोबाइल नम्बरका 10वटा अङ्कहरू सेभ गरी र चिम्सा आँखाले बिदाई। ती आँखाहरू मेरो मानसपटलबाट हराउन केही घण्टा लाग्यो। एक रात झरी थमिएको थिएन। 60 ml 90 ml गर्दा गर्दै त्यो साँझ धेरै नै लट्ठिएको थियो। एउटा अदृश्य आवाजले मेरा आँखाहरू खुले। त्यो आवाज मोबाइलको थियो। झ्याल खुलै थियो, ढुका पनि बन्द थिएन। चिसो हावा कोठामा व्याप्त थियो। घडीले बिहानको 3 बजाउँदै थियो र कहिल्यै नदेखेको नम्बर थियो मोबाइलमा बजिरहेको। अस्पतालमा आउनुस् न। आवाजमा हताशको लेपन थियो, तर अप्रिय क्रन्दन छुट्नु अघि सामान्यीकरण बनाउन खोजिए जस्तो। गहिरो पीडाले दबिएको कुनै केटीको स्वर थियो। रनन्न दौडियो दिमाग र दाँत, आँखा, साना सुन्दर हात र मोबाइल स्क्रिनको स्मृतिले टक्क रोकियो। 10 मिनेटमा म अस्पताल पुगेँ। प्रतीक्षालयमा उभिएकी थिए मनिषा। हातमा कागज र औषधिले भरिएको झोला थियो। आँखाहरू टिलपिल टिलपिल थिए। अनुहारमा पहिरो खसे जस्तो। मलाई देखेपछि उसका आँसुहरू बर्र खसे। आँसु खस्नका लागि पनि आफ्नो मान्छे चाहिन्छ। आमा यो शब्द लिएर उसले टाउको घुमाई र पर हेरी। पछ्यौराले आँसु पुछी। मलाई रक्सीले छोड्यो। मैले पनि खान्छु नि यो। कोल्ड कफी अर्डर गरी मनिषाले। एक निमेषको मौनतालाई चिर्दै मैले सोधे, किन पठायो त बुढोलाई यस्तो बेला? झ्याउ लाग्छ? गए राम्रै भयो। मैले नजाउँ भनेर नजाने हो र? बायाँ हातका 2 औँलामा पहिला औँठीहरू छन्। औँठीहरू खेलाउँदै मनिषाले बोली, आफ्नै काम हो भए, अर्काको काम हो, बोलाएपछि जानै पर्छ नि। उही 17 वर्षे केटीले कोल्ड कफी लिएर आई। हातमै समाएर स्ट्रे तानी मनिषाले। नाक खुम्च्याई। उसलाई मन परेन। स्ट्रेमा रातो लिपस्टिक लाग्यो। हामी सधैँ बेचिएर बाँच्यौँ। भरिलो आयु र तातो पसिना बेचेर सुख किन्ने प्रचलन बस्यो। यसले मान्छे त सुखी भए, देश बदलिएन। मैले भने, देशको हावामा श्वास फेर्नु, आफ्नै घरको चुल्होमा खानुको अर्थ बेग्लै हुन्छ। अब नेपालमा केही गर भन। मनिषालाई हेरे। के गर्ने? उसले प्रश्न गरी। आफ्नो माटो भनेको आफ्नै हो, जे गरे पनि हुन्छ, के हुन्न। तर नेपाललाई निल्न खोज्ने देशकै कारिन्दा बन्नु साह्रै निरीहपन लाग्छ मलाई। तपाईले किन केही नगरेको त? मेरो अनुहार नीलो भयो। मैले मनिषालाई हेरे। उसको अनुहार तटस्थ थियो। आलुको बिउ त कुहिएको पाउने देशमा अरू के हुन्छ? स्ट्रे तानी र फेरि बोली, छोराछोरी बढ्लान्, उनीहरूको भविष्य सोच्नु पर्दैन? तपाईको पो न जोइ न कोही। ऊ मुसुक्क हाँसी। म सालिक भएँ। इन्डिया त म मुत्न मात्र जाने हो। यति भनेर सडकमा आँखा पुर्याए। मलाई अहमदले हेरिरहेको रहेछ। मान्छेको जीवनमा पैसा बाहेक अरू धेरै थोक छन्। सपनाहरू छन्, सम्बन्ध र रहरहरू छन्। तर काँचो सिन्दुर र भोको देश छोडेर लाहुरे बन, पैसा कमाऊ, पठाऊ, न जीवनको रस न मृत्युको ठेगाना। मैले सोधेँ, मनिषा, तिमीलाई लाग्दैन तिम्रो बुढो तिमीलाई पाल्न मात्र संसारमा जन्मिएको हो? यदि ऊ लाहुरे थिएन भने मैले घाँस काटिरहेको हुन्थे, मकैको रोटी र ढिँडो खाइरहेको हुन्थे। उसका आँखामा गम्भीरता देखियो। न तपाईसँग भेट हुन्थ्यो, न मैले यति धेरै कुराहरू बुझ्थेँ। पैसाले जीवनशैली बदलिएको हो, जीवन होइन। मैले कुरालाई झन गहिरो बनाएँ। मैले माटो, देश र स्वाधीनताको कुरा गरेको हुँ। हाम्रो जीवन परिवर्तनका लागि हाम्रा छोराहरू सधैँ बाहिर पठाउने हो। मनिषाका कुरा मलाई सतही लाग्छन्। उसलाई मेरा कुराहरू आदर्श मात्र लाग्दो हो। हाम्रो सोचको मूल फरक छ। टेकेको धरतीको आकार पनि पृथक छ। लाहुरे भएर के हुन्छ?
उसले छोटो उत्तर दिए, पैसा हुन्छ, इज्जत हुन्छ। मैले कफी रित्याएँ। रित्यो गिलास साइडमा राखेर भने, आमाको गनाउने गुनियो भए पनि आत्मीय हुन्छ, प्रेमी लाग्छ। पैसा परिस्थितिले बनाउँछ र त्यो इज्जत समाजको सबैभन्दा मिठो भ्रम हो। जेसुकै होस्, मनिषाले ह्यान्डब्याग निकाली र 1000 रुपैयाँको नोट झिकेर अहमदलाई बोलाई। मनिषा लाहुरेको दोस्रो श्रीमती हो। आफन्तहरू भन्थे मनिषाले जीवनमा समाउने बलियो हाँगो भेटी। लाहुरे पाउनु किस्मतमा लेखेर आउनुपर्छ। पैसा छ, सुखसँग पाल्छ, अरू के चाहियो? आमाले खोजेको केटा थियो लाहुरे। खै के नपुगेर जेठीले छोडेकी लाहुरे? मलाई धक्का लागेको थियो। नेपालमा लाहुरेहरूको इतिहास पढिरहेको थिएँ गुगलमा। लाहुरको नाममा किन बेचिन्छन् नेपाली छोराहरू? उसको घर, समाज र देशले बहादुरी किन बेचिरहेको छ? राइफल बोक्ने लाहुरे होस् या खाडीमा काम गर्ने मजदुर, के फरक छ? कति दर्बिला प्रश्नहरू छन्। त्यत्तिकैमा मेसेन्जर बज्यो। मनिषाले भोइस मेसेज गरेकी रहेछ। उसले टेक्स्ट पठाउन जान्दिन। मैले सुने। फोन गर्न भनिएकी रहेछ। गरे। दिउँसो कस्तो झ्याउ लाग्ने कुरा गरेको तपाईँले? धेरै कुरा तिमीले बुझ्दिनौ मनिषा। लाहुरेहरू बेचिएका बहादुरहरू हुन्। उनीहरूलाई देशले बेचेको छ, शासकहरूले बेचेका छन्। लोग्नेको रगत र मृत्युसँग तिमीहरूले सुख र सन्तुष्ट खोज्ने होइन, देशभित्रै काम गरेर सुख पाउने सोच राख्नुपर्छ। होइन कि साह्रो लाउलेको पछि लाग्नु भएको हो तपाईँ? छोडिदिनु सब यस्तो कुरा। मनिषाको कुराले म अड्किएँ। अरे पछि लागेको होइन यार, भारत र चीनको विवाद छ, युद्धको हुन सक्छ अब। बुढो मरेपछि के गर्छौ? मैले पनि झर्किएर बोले। तपाईँ के त? यति बोलेर ऊ हाँसी। उसको हाँसोको लय धेरै मानिसहरूको भन्दा फरक छ। देश र माटो त यस्तै भयो, आफ्नै सम्बन्धसँग पनि बेपरवाह हाँसो।